ल हामी त एकदम बिन्द्रवनमा दिदीहरूसँग हिँडिराखेको अवस्था। रिता दिदी, मालती दिदी, हामीहरू यहाँनिर ओह्रालोमा एकदम कठिन भइराखेको छ गाइज। धेरै ओह्रालो छ साथीहरू। ल्याउने ल्याउँछ, यस्तो ठुलो जङ्गल छ हेर्नु त। गाह्रो छ। अनि हामी झरिराखेको माथि गुम्बा पुगेर आज गुम्बा पुगेर झर्दैछौँ साथीहरू। अघि जाँदा त धेरै गर्मी भएको थियो, अहिले आउँदा त धेरै शीतल भइराखेको छ। अहिले घाम छैन, त्यसले गर्दाखेरि हाम्रो धेरै शीतल छ। हामीलाई त्यो भएर दिदीहरू झरिराख्नु भएको छ आफ्नै तरिकाले झरिराखेको छौँ साथीहरू। हो लडेर भन्दा पनि हाँगा चाहिँ भाँचेर झर्ला जस्तो छ। ला बाँदर छैन गाइजहरू। यस्तो ठुलो जङ्गलमा छौँ तिनजना। हामीलाई धेरै हाम्रो एउटा सपना थियो यो ठाउँमा आएर हामी यसरी हिँड्न र घुम्न पाऊँ भन्ने। आज हाम्रो सोच विचार र मनोकामना पुरा भएको छ। हामी हिँड्नु पाएको छौँ। हामी 3 बहिनी। अब हामीहरू ओह्रालो झर्दैछौँ। बाहिर त पानी हल्का हल्का आइराखेको छ। यो जङ्गलभित्र मात्रै अँधेरो भएको छ। उ तल बाहिर त घाम लाग्छ। जङ्गलभित्र चाहिँ अँधेरै छ, अब बाहिर उज्यालो छ। तर अब हामीहरू हिँडिराखेको छौँ। हिँड्नुपर्छ साथीहरू आफ्नो स्वास्थ्यको लागि। थोरै भए पनि आफ्नो स्वास्थ्यलाई बिर्सिनु हुँदैन। जसरी भए पनि हरियो परियोको हावा, वन जङ्गलको हावा, यो भाइरल ज्वरो खोकी, यो भाइरल रुडीहरूको लागि तरे जङ्गलमा जाँदा मात्रै ठिक हुन्छ भनेर भन्छ डाक्टरले। भाइरलको खास दबाई छैन अरे। त्यो भएर अनि अर्को कुरा त यहाँनिर हाम्रो रहर पनि लागेको जाने एउटा हाम्रो इच्छा मन पनि हो। त्यही भएर पनि हामीहरू पुरा भयो।